Any Maggie Stories. आफ्नो 7औं जन्मदिनमा प्रकृति हजुरआमाको बगैँचामा माटोमा डिजाइन कोर्दै बसेकी थिइन्। उनलाई थाहा थिएन उनको जीवन सधैँका लागि परिवर्तन हुन लागेको छ। वर्षौंपछि प्रकृतिले पत्ता लगाइन् कि उनी सुक्न लागेको बिरुवाहरूलाई फेरि हरियो बनाउन र संसारमा जीवन ल्याउन सक्छिन्। तर उनले यो शक्ति लुकाइन्, डराउँदै कि कसैले पनि यो पुस्दैन। 1 वर्षको गर्मीमा पानी पर्ने मौसम भए तापनि त्यहाँ खडेरी पर्यो। बाली सुक्न थाले, खोल्सो पनि सुक्यो र गाउँ निराशमा डुब्यो। रात परेपछि आशाले भरिएको मुटु लिएर प्रकृति सुक्न लागेको खोल्सामा पुगिन्। उनले आफ्ना हात फैलाइन् र आफ्नो शक्ति बग्न दिइन्। अर्को दिनको बिहान गाउँलेहरूले चमत्कार देखे। खेतहरू हरिया थिए, खोल्सो बगिरहेको थियो र मर्न लागेको बाली फेरि उठेको थियो। त्यो साँझ प्रकृतिको हजुरआमा उनलाई बगैँचामा भेट्न आइन् र प्रकृतिको शक्ति र यसले ल्याउने जिम्मेवारीबारे कुरा गरिन्। वर्षौंपछि एक अपरिचित व्यक्ति देखा परिन्। उनले प्रकृतिलाई भनिन् कि उनको शक्ति हुनु नै ठूलो कुरा हो, यो उनको भाग्यलाई स्वीकार गर्ने समय थियो। र प्रकृतिले अपरिचित व्यक्तिको हात समाउँदै आफ्नो भाग्य स्वीकार गरिन् र उनले आशाले भरिएको मन लिएर अज्ञात मार्गतर्फ पाइला राखिन्। यसरी यो कथा यही समाप्त हुन्छ। अनि हजुरले यस कथाबाट के शिक्षा पाउनुभयो त? मम्मी ड्याडीसँग छलफल गर्नु है। र यस्तै रमाइलो कथा हेर्न र सुन्नका लागि हाम्रो च्यानल एनी म्यागी स्टोरी सब्स्क्राइब गरी साथी बन्नुहोला।